अनि के धम्का जस्तो कुरा होइन सर यो हामी यो देशका नागरिक होइनौँ नागरिक हो सबै कुरा हामीले बुझेका छौँ के तपाईँको भाषा बुझेका छौँ अनि तपाईँले धम्काएर हामी धम्किरहने जहिले पनि त्यो किन धम्काउनु भएन त्यो यो लगेर जायो भने हामी यो देशका नागरिक होइनौँ र हामीले केही गर्न पाउँदैनौँ भन्नुहुन्छ भने भन्नुहोस् होइन भनेपछि तपाईँ हामी यो जेन्युन समस्या होइन 1-1 करोडको लगानी छ यार कसले सुन्दिने हाम्रो कसले सुन्दिने होइन हाम्रो अरू गाडी पनि आउँछ सुन्दैछ राज्य मरिसकेको छ राज्य तपाईँहरू हामीलाई उस्काएर लट्ठी चार्ज गराउने रणनीतिमा हुनुहुन्छ तपाईँ त्यो प्लानिङ गर्दै हुनुहुन्छ गाडी बस्छ गाडीमा बस्यो भने छोडिदिनु गाडी त सबै हेरेन गाडी सबै हेरन्छ दुईटा गाडी मात्र हामी मर्न तयार छौँ सबै गाडी दियो एउटा बस्ने चाबी जम्मै निकालेर सबै गाडी सबैको चाबी दिइदिनु मलाई